मसँग भएको यो युपीएस चाहिँ तपाईहरुले कसरी युज गर्ने भनेर आज म तपाईलाई देखाउन गइरहेको छु। फर्स्ट अफ अल तपाईले चाहिँ यो डिभाइसमा चाहिँ एउटा यूएसबी आउटपुट पाउनुहुन्छ अनि आफ्नो डिभाइस अनुसारको 9 भोल्ट र 12 भोल्टको आउटपुट पाउनुहुन्छ भनेदेखि चाहिँ साइडमा चाहिँ एउटा इनपुट छ। त्यसलाई चाहिँ तपाईले एज अ पावर बैंक युज गर्न पनि मिल्यो। तपाईको यो यूएसबी आउटपुटबाट चाहिँ फोनहरुलाई मजाले चार्ज गर्न मिल्छ। अब यसलाई चाहिँ कसरी चाहिँ तपाईले राउटरमा सेटअप गर्ने भनेर म तपाईलाई देखाउँछु। त्यसमा चाहिँ यो एउटा राउटरमा जोड्ने केबल अनि यसको चार्जिङ केबल चाहिँ यो हाम्रो बक्समै आउँछ। तपाईले फर्स्ट अफ अल यसमा जोड्नु भयो, यसलाई पावर दिनु भयो। तपाईको डिभाइसको चाहिँ आउटपुट आवश्यकता अनुसार चाहिँ 9 भोल्ट र 12 भोल्ट कुन चाहिँ हजुरलाई आवश्यक पर्छ त्यो अनुसारले हजुरले जोड्नु होला। त्यसपछि चाहिँ तपाईले यो राउटरको पावर प्लगमा चाहिँ यसरी पावर दिनु होला। यो गर्दाखेरि चाहिँ तपाईको यहाँ राउटरमा चाहिँ पावर आइसकेको छ। अब इन केस तपाईको घरमा चाहिँ बत्ती गइहाल्यो भने पनि यो कन्टिन्युअसली चाहिँ चलि नै राख्छ। यो मिनी यूपीएस मोबाइल फोन र राउटरमा कसरी युज गर्ने भनेर मैले तपाईलाई देखाइसकेको छु। इन केस केही कुरामा चाहिँ कन्फ्युजन छ भने हामीलाई कन्ट्याक्ट गर्न नबिर्सनु होला।